खै चतुर चतुर त बालेन शाह हुनुभयो। गीत गाउँदा गाउँदै देशको प्रधानमन्त्री भए। प्रचण्ड के भएर दस दुनियाँ गरेर एउटा लुते प्रधानमन्त्री भए, कहिले बहुमत पनि भएन, कहिले केही पनि भएन। के चतुर भन्ने के हो भन्नु त जसले जे पनि भन्छ नि। कसले हो मलाई पनि यो पनि चतुर छ किनभने यो केसी हो भन्थ्यो। केसी के हो भन्ने नि थाहा रहन्छ उसलाई। यो त्यस्तै कुरा म के हुँ भन्ने नै थाहा रहन्छ उसलाई। यो केसी हो, खत्री छेत्री हो अनि टाठो छ भन्थ्यो एउटा लठुवाले। म खत्री छेत्रीले होइन। चतुर त मैले भने बालेन शाह हो चतुर। तपाईँ त प्रचण्डकै पछाडि लागिरहनु भएको छ किन हो यो भन्नुहोस् पहिला। अनि उचालिन्छ त मधेस उचाल्ने भाषण गर्दैमा मधेस उचालिन्छ। भाषणै नगरी बालेन शाहले उचाल दिए त त्यो रहेछ नि मधेस उचाल्ने कायदा त। यो पुरानो कायदा हो, यसको केही काम छैन। प्रचण्डको गणतन्त्रको ब्याडबाट बालेन शाह पैदा हुनु भनेको त हास्यास्पद हो नि। किन विरोध गर्ने? यस्ताको विरोध किन गर्नु पर्यो? मैले किन विरोध गर्ने भने के हुन्छ र यिनीहरूको विरोध गरे के हुन्छ, समर्थन गरे के हुन्छ? अगौरी नभइकन दारी नपालिकन कालो लुगा लगाइकन कुनै अवसर पाइँदैन। परीक्षा लेखेर पास गर्ने उमेर रहेन अनि किन विरोध गर्नु पर्यो? किन समर्थन गर्नु पर्यो? गुण र दोष हो। राम्रो कुरा ठिक भनिन्छ, नराम्रो कुरा भएन भनिन्छ, यति हो। यहाँ कहाँ विरोध छ, कहाँ समर्थन छ? राम्रो कुरालाई गो हेड भनिन्छ, नराम्रो कुरा भएन भनिन्छ। यतिबाट काम चल्छ, चलाओ, चल्दैन आफ्नो बाटो लाग्छ। छिटो आउनु पर्यो शेरबहादुरले, होइन भने गणेश नेपालीको बाटो उनको लागि उपयुक्त हुन्छ।